ल यो चाहिँ हामीले आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र इलाम नगरको तर्फबाट यो चाहिँ यहाँ साथीहरूले जो चाहिँ यहाँको बेली ब्रिज लगिसके पछाडि यहाँको जनजीवन अत्यन्तै कष्टकर भइरहेको अवस्थामा यो चाहिँ इलाम नगरपालिका 11 र नेपाली सेनाका जवानहरूको संयुक्त प्रयासमा परम्पराको चाहिँ एउटा चाहिँ सिप प्रविधिलाई प्रयोग गरेर काठे चिल्लाएर अहिले गाडीहरू साना मोटरसाइकलहरू मान्छेहरूको आवत जावतमा अत्यन्त सहज भएको छ। यसको लागि उहाँहरूलाई थोरै हामीहरूले चाहिँ हाम्रो तर्फबाट हाम्रो पार्टी नेकपा माओवादी केन्द्र नगरको तर्फबाट चाहिँ रु 5,000 रुपियाँ चाहिँ उहाँहरूलाई सहयोग गरेका छौँ। यसको लागि यहाँ सक्रियपूर्वक लाग्ने यहाँ हाम्रो इनपा 11 निवासी रोशन राईलाई यो चाहिँ हस्तान्तरण गर्दछु।